गाइज नमस्ते सबैजनालाई। सबैजना एकदमै आरामै सन्चै हुनुहुन्छ होला हैन। म पनि एकदम ठिकठाक छु। अहिले चाहिँ अलिकति एकदमै चिसो मौसम छ यतातिर। हामी चाहिँ आज नाइट ड्युटी गरेर सामान्यमा जाँदैछौँ। हामी 3 भाइ छौँ, अगाडि 2 जना म यहाँ भए जानेछौँ। यतातिरको बाटोहरू जङ्गलहरू चाहिँ ठ्याक्कै नेपालको जस्तै नै छ। नेपाल जस्तै नै लाग्छ। यतातिर पोखरी पनि छ हैन। यहाँनिर चाहिँ माछाहरू पनि पाउँछ। सामान्य जाँदैछौँ। अब ड्युटी गरेर आएको नाइट सुत्या छैन। अब सामान ल्याएर अनि सुत्छु गएर। 2 दिनको छुट्टी छ। त्यही हो, काम बिन्दास छ। चट्ट बस्ने हो, जाने हो। त्यहाँ काम भने 12 घन्टा आउने। यहाँदेखि यस्तै खाना त पर्यो। मार्केट जाँदैछौँ हामी। यहाँदेखि 15 मिनट जति लाग्छ। यो एकदमै चिसो छ मौसम। भर्खरै पानी पर्न अड्यो जङ्गल। यस्तै हो, नेपालको याद आइदिन्छ अब। त्यही हो हैन। त्यस्तै छ। अब अरू भन्नु त केही छैन। आजबाट यसो ठिक्क भिडियो बनाएर हाल्नु कि भनियो। त्यही यसो साथ सपोर्ट दिनु होला। च्यानललाई सब्सक्राइब गरिदिनु है। ल साथीहरू, हामी मार्केट गएर सामान लिएर आइयो आजलाई। अब एक 1 मिनट पुग्छ होला। त्यसपछि फेरि जानुपर्छ। मासु सासु ल्याउनु, चामल ल्याउनु, बस्ने खाने हो। बेलारुस आउन चाहनुहुन्छ भने सम्पर्क गर्नु होला। कसरी आए, कहाँबाट आए, कति समयमा आइपुगे डिटेल बताइदिन्छु। कति बजेट फसाएँ त्यो पनि भनिदिन्छु। सजिलो हुन्छ है। अब अर्को भिडियोमा भेटौँला फेरि। आजलाई यति नै। चिकन चाहिँ टन्नै देखियो है। फेरि चिकन खाने हो बस्नु। बङ्गुर चिकन टोटल्ली त्यही पाइन्छ। चामल फेरि भन्नुहुन्छ भने 50 केजीको बोरा ट्याङ्कै बोक्नै छैन। ल है, अर्को भिडियो भेटौँ ल।